हेलो साथीहरू, अब चाहिँ तपाईँहरूलाई मैले स्पेसल ठाउँमा लिएर जाँदैछु जहाँ 20औं असारे रोपाई महोत्सव 2082 पोखरामा हुँदैछ र यहाँ भइरहेको छ। देखिराख्नु भएको छ बच्चा बच्चीहरू स्कुलबाट लिएर आएर कति रमाइरहेका छन्। यो असारको महिनामा धान रोप्दैछन्। स्पेसल महिलाहरू कम्पिटिसनदेखि लिएर विभिन्न प्रतियोगिताहरू पनि हुने रहेछ। मलाई चाहिँ अचम्म लाग्यो, तपाईँहरूलाई कस्तो लागिरहेको छ? सो गाइज, यसले के कुरालाई अवगत गराउँछ भने हामीले आफ्नो संस्कृतिलाई बिर्सनु हुँदैन भनेर। र यतिखेर देखिराख्नु भएको छ हल गुरुसँग रन हुँदैछ, दौडिँदैछ। कसले जित्छ त अब यसको निर्णय जजले गर्दछ र उहाँहरूलाई स्पेसल पुरस्कारको व्यवस्था पनि यसमा गरिनेछ। सो साथीहरू, हामीले आफ्नो पुरानो चलन चल्तीलाई बिर्सनु हुँदैन है त। ल, धन्यवाद।